नमस्ते सबैजनालाई। नमस्ते नमस्ते म चाहिँ आदर्श। म युसेक सिटोला। म सगुन बराल। हामीले चाहिँ अब आउन लागेको अक्टोबर 17 एउटा इभेन्ट अर्गनाइज गर्दैछौँ जसको नाम चाहिँ नेपाली जङ्सन छ। अनि यो इभेन्टको मेन इन्सपिरेसन चाहिँ अब हामी चाहिँ यहीँ हुर्केको डिएमबीमा हुर्केको साथीभाइहरूको चाहिँ हुन्छ नि एउटा ठाउँ जसमा गएर चाहिँ हामी कनेक्ट गर्न सकौँ नि, त्यस्तो ठाउँ नै कतै छैन क्या। त्यो लाइक त्यही भएर हामीले के गरौँ भनेर चाहिँ पाँचजना मिलेर छजना मिलेर एउटा इभेन्ट चाहिँ नेटवर्किङ इभेन्ट, जसमा चाहिँ हामीले चिनेकै लोकल ब्यान्ड्सहरू 5जना ब्यान्डहरू हुन्छ, नेटवर्किङ हुन्छ, लाइभ म्युजिक हुन्छ अनि डिजे पनि हुन्छ। सबैजनाले जस्ट ब्रिङ द युथ टुगेदर होइन, कनेक्ट देम, द्याट्स अल वी वान्ट। हामी चाहिँ अलिकति युथ मान्छेहरूको लागि होइन अलिकति मिलाउँ, एउटा कनेक्सन बिल्ड गरौँ, नेटवर्किङ पनि हुन्छ, ब्यान्डमा मजा गरौँ होइन। त्यस्तो हाम्रो अहिले कहीँ छैन क्या, यो नोभा एरियामा कहीँ छैन। हामी जस्तै थमेल जस्तै बनाऊँ भनेर भनेको त्यही प्लान हो। अब हेरौँ कतिजना आउनुहुन्छ, मिलाएर आएपछि इन्जोय हुन्छ होइन। लाइभ यो इभेन्ट चाहिँ हामी अक्टोबर 17 मा होस्ट गर्दैछौँ। यो तन्दुरी फेयरफ्याक्स सबैजना नजिकै हुने गरी डिसीमा बस्ने मान्छेहरू चाहिँ अब मेरील्यान्डबाट आउनु भयो पनि यो सबैतिर क्लोज हुन्छ भनेर यो इभेन्ट चाहिँ हामी अक्टोबर 17 7 बजेदेखि 9 बजे चाहिँ नेटवर्किङ इभेन्ट। त्यसपछि हाम्रो लोकल ब्यान्डहरू 5वटा लोकल ब्यान्डहरू 9 to 11 PM सम्म पर्फर्म गर्नुहुन्छ होइन। अनि आफ्टर द्याट वी हेभ अ डिजे सेसन। सबैजना रमाइलो गर्न आउनुहोस्। अनि मजा हुन्छ। यो कुनै पनि हाम्रो यो प्रफिट निकाल्ने इनिसिएटिभ होइन, सबै कनेक्ट गर्न मात्रै हो। यो केही गरौँ अनि डिजेमा चाहिँ हामी यो सबै नेपाली गीतहरू मात्रै बजाउने प्लान छ। 5वटा ब्यान्ड आउनुहुन्छ, सबै मजा हुन्छ होइन। सबै लोकल ब्यान्डहरू नेपाली ब्यान्ड हो होइन, सबै सुनेर गीतहरू बज्छ, मजा हुन्छ यो।